ल हाम्रो रातको यात्रा अब हाम्रो सुरु भइसक्यो। ल अब चाहिँ हामी फाइनल्ली माथिल्लो फेदी आइपुग्यो है। यही हो त माथिल्लो फेदी भन्ने? ए ल आइपुगेछ, माथिल्लो फेदी आइपुग्यो। 8 बज्यो। हाम्रो रुम चाहिँ हाम्रो यहाँनिर छ। यहाँनिर दुईवटा लट्ठी लिएर आछौँ। यो यस्तो छ, यहाँ एउटा मल्टिप्लग दिनुभएको छ। यति हो एरिया, यति हो ठ्याक्क ज्यान अट्छ। दुईजनाको ज्यान अट्छ। टाउको जोगाउने यति माथि हो। यहाँनिर यस्तो छ है, दुईवटा उदिया छ। यहाँबाट यति गेट हो, यहाँबाट यस्तो भइसक्यो। अब लट्ठी चाहिन्छ भोलिको लागि। लट्ठी यहाँ राखौँ। अनि यहाँ छ है। ल हामी तल्लो फेदीबाट चाहिँ कति बजी हिँडे? 7 बजेर 6 बजेर 45 मिनटमा हिँडेको। ठ्याक्कै 8 बज्दा यहाँ आइपुग्यो भनेपछि 1 घन्टा 15 मिनटमा हामीले तल्लो फेदीबाट यहाँको माथिल्लो फेदी आइपुग्यौँ। र हामी होटल नम्बर 2 मा छौँ अहिले। होटल झापालीमा छौँ। अब यहाँको रुमको कति भनेको? 600 रुपियाँ भनेको रुमको है। 600 रुपियाँ। खानाको अब के छ हेरौँ न। भिडियो नि हो। यहाँ आइपुग्यौँ हामी। अझ मन्दिर पुग्नलाई बाँकी नै छ। बल्ल बल्ल उज्यालो भयो।